एउटा न्यारेटिभ निर्माण गर्न खोजिँदैछ कि मानौँ आजसम्मका समस्याहरू समाधान नभएको भनेको त फल्ला व्यक्तिहरू एक ठाउँमा नभएर हो, फल्ला व्यक्तिहरू एक ठाउँमा भइसकेपछि अब त चमत्कार हुन्छ। मानौँ छुमन्तरकी बाचा जस्तो गरिकन देशका सारा समस्याहरू चाहिँ अब किनारा लाग्छन् भनेर गरेको यो प्रचार, यो तामझाम देशका लागि, देशको भविष्यका लागि उचित छैन। देश व्यक्तिले बनाउने होइन, प्रणालीले, संस्थाले बनाउने हो। जसले राष्ट्रमा के योगदान गर्यो भन्ने कुराको औँलामा भाँच्ने जति कुनै कन्ट्रिब्युसन छैन, जसले कुनै सार्वजनिक जवाफदेही बोकेको छैन, जसका बारेमा हजारौँ प्रश्नहरू छन् र त्यो प्रश्नको कुनै चित्तबुझ्दो जवाफ छैन, अनि पात्रहरू एक ठाउँमा जम्मा गर्दा बित्तिकै देशको समस्या समाधान हुन्छ भन्ने ढङ्गले गरेको विश्लेषण र यो ढङ्गले जनतामा बाँडिएको सपना चाहिँ धेरै हानिकारक छ।